रामेछाप जिल्लाको उमाकुण्ड र गोकुलडुङ्गा गाउँपालिकाको सिमानामा अवस्थित छ तामेडाँडा। धार्मिक एवं आकर्षक दृश्यावलोकनको गन्तव्य मध्ये एक हो तामेडाँडा। प्रत्येक वर्ष वैशाख 1 गते नयाँ वर्षका दिन तामेडाँडामा भव्य मेला लाग्ने गर्दछ। अहिले यो देखिएको दृश्य नयाँ वर्षमा लागेको मेलाको हो। नयाँ वर्षको दिन यहाँ धेरै ठाउँबाट पर्यटकहरू आउने गर्दछन्। मेलामा रामेछाप, दोलखा, ओखलढुङ्गा, सुलुखुम्बु, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर लगायत अन्य आसपासका जिल्लाहरूबाट समेत ठूलो संख्यामा नयाँ वर्षका दिन यहाँ पर्यटकहरू आउने गर्दछन्। समुद्री सतहबाट करिब 3100 मिटर उचाइमा रहेको तामेडाँडाबाट नुम्मुर हिमालसहित गौरीशङ्कर, गणेश, जुगल, गौरी पर्वत तथा रोलानिङ हिमश्रृङ्खला जस्ता हिमालहरू आँखी अगाडि देख्न पाइन्छन् मौसम खुलेको बेला। तामेडाँडासम्म पुग्न जिल्ला सदरमुकाम मन्थलीबाट करिब 6 घण्टाको कच्ची सडक मार्ग हुँदै गाडीमा सहजै रूपमा पुग्न सकिन्छ। तामेडाँडामा कृत्रिम शिवको मन्दिर र स्तूपा समेत देख्न सक्छौँ हामीले।